आम्मा के साह्रो गरम हो अहिले त अनि अहिले त यस्तो गरम छ झन् 25 झन् के होला यसो जोजो अरे भाइ बस्न अन्त के छ हालखबर ठिकै छ नि भाइ अन्त त नि ह्यान्डसम भइसस् त अन्त गाटोबाट कहिले हिँड्छ हो नि होइन नि भर्खर आएको नि म आजै आएको नि निकै ह्यान्डसम भइसक्यो गर्लफ्रेन्ड सबै पनि बनाइछ होला गर्लफ्रेन्ड त छैन नि छैन नि अनि गर्लफ्रेन्ड चाहिँ हेरेर बनाउने इन्स्टाग्राममा त्यो नाङ्गे उफ्रिने त्यस्तो केटीहरूले चाहिँ बर्बाद बनाउँछ भाइ त्यो बिस्तारै हुनु जो त के भन्दा मोटा र बुढी लाग्दैन हो भाउजूले सुधार्यो नि भाइ पहिला त झन् पहिला त थाहै छ पहिला त रम्यो कस्तो बिग्रेको थियो अहिले हेर रम्यो टक्क पिटे खानु दिने ऊ माजा पाइछ हो ठिकै हो त्यो कुरा पनि है अन्त जो चाहिँ कहाँ छ यहाँ हिजो हिजो यहाँ गाउँमै देखेको थिएँ मैले यतैतिर होला हौ त्यो त्यसो भए जुन अन्त एकपल्ट भेटौँ जोसँग पनि है के छ आम्मामा यो केटी कहाँ गयो यो केटीहरू त नक्कलै ज्यादा हुन्छ आम्मामा अहिलेदेखि पर्खेको होइन आउँदैन त मेकअप गर्दै के लाग्छ है केटीहरू आउँदैन त के साह्रो गरम हो आज त छ्या पसिनाले सब मेकअप बिगारिदिन्छ आज कम्पिस हानिनुपर्छ केटीलाई अघिदेखि आएर पर्खेको होला अघि त आएको आउनु छिटो आउनु न यहाँ बसेर आउँदा कस्तो राम्ररी भएर आएको साँच्चै कस्तो राम्ररी भएर आएको नटल्ला न गरममा बेसी कहिले केटी नदेखेको जस्तो आज के साह्रो ओट हेर न ओट सबै खाइदिन्छु त गरम भएर यहाँ मान्छे अम्मामा आज चाहिँ नि औ आज हामी मसला दिनुपर्छ ल बरु मेरो कुरा सुन न उता के एउटा पार्सन बनाइदियो न तिम्रो चाहिँ एकछिन टाइमसँग गरौँ न हामी आमा ट्रेन्डिङ रिल्स हो नि त हो बोयफ्रेन्ड बनाएको के काम यस्तो क्यामेराम्यान छैन नि त मलाई म तेरो क्यामेराम्यान हो एकछिन यसो हामी यसो एउटा क्वालिटी टाइम बिताउँ न भनेर त बोलाएको त रिल्सो बनाइदिनु होला नगरी बनाइदिइहाल्नु घाम जानु लाग्यो अहिले फेरि राम्रो आउँदैन फेरि केटी मान्छेहरू चाहिँ नक्कलै ज्यादा हुन्छ नि त एकछिन खाएँ ग्रिज बनाइहाल्नु फोटो खिचिहाल्नु आज मसँग जानुपर्छ है तिमी चाहिँ अहिले रिल्स बनाइसकेर बात गरौँ न अनि भयो म त तिमी आज लिएर जाने म तिमी ए अन्त छिरिङ दादा खोइ आम्मा अहिलेदेखि खोजेको होइन हो यतैतिर देखेको थिएँ ए उयो रहेछ ओ छिरिङ औ आज आउनु भयो अलिक गाह्रो ओ यता आइज न भनेको हौ केटी पाएर हेर न साथीहरूले बोलाएको नि नसुनेको है अनि के भयो सालै बोलायो के भयो भाउजू नि हो तिमीहरूको भोलि बिहा गर्न ढिक्नु अब लुगाइ छैन त आम्मामा यस्तो केटीले त समाज बिगार्छ है बिहा नगरै छिरिङ के भन्नु खोजेको के भन्नु खोजेको मेरो गर्लफ्रेन्ड छैन के भन्नु खोजेको मेरो गर्लफ्रेन्डलाई दाँत झारिदिन्छ तेरो दाँत झारिदिन्छ म साथी भनेर छोडेको पाएँ बुझिस् त्यही आम्मा भाइ मैले के नराम्रो भने छैन नि आम्मा यहाँ हेर लुगा लगायो तलदेखि माथिसम्म छ्या अम्मामा त के भनेको तपाईँले मान्छे मात्रै कालो हुन्छ सोच पनि कालै रहेछ तपाईँको मैले जेसुकै पनि तपाईँलाई के को प्रब्लम हो मेरो बोयफ्रेन्डले प्रब्लम छैन भने यो लुगा हाम्रै लागि त बनिएको हो नि कि तपाईँ लाएर हिँड्नुहुन्छ सुन छिरिङ एकछिन त हेर केटा हो कुनै पनि केटीहरूलाई चाहिँ अब उनीहरूको लुगाहरू लगाएको देखेर चाहिँ कहिले जज नगर्नु बुझ्यो उनीहरूको क्यारेक्टर कहिले जज नगर्नु देखेर लुगा लगाएको देखेर सबै केटी एउटै हुँदैन बुझे सबै केटी एउटै हुँदैन अनि निक्लिन केटा बाहिर निस्किन अलिक कुवाको भेको त कुवा है तिमीहरूको मर्ने हो क्या हो निक्लिन 21st सेन्चुरी लागिसक्यो के हो सुध्री केटा सुध्री साथीहरू छोडेको नभए तिमीलाई माझ हानिदिन्थे जुम बेबी कस्तो ठिकै त हो छिरिङदाले भनेको कुरा पनि जो हो अब जमाना अनुसारै चल्नु पर्यो नि त अहिले होइन ठिकै हो